हेलो सबैजनालाई स्वागत छ मेरो फार्ममा। यो चाहिँ मेरो डे 1 मिनी ब्लगको। आज चाहिँ हामी ल्यान्ड प्रिपरेसन गर्दैछौँ रोप्नको लागि। अनि सबै यो चाहिँ मेरो माइक्रो न्युट्रिएन्टहरू मैले युज गर्ने फार्ममा। यही नै युज गर्नुपर्छ भन्ने चाहिँ छैन है। हजुरहरूले अरू कुनै कम्पनी राम्रो कम्पनीको पाउनुहुन्छ भने त्यो पनि युज गर्न मिल्छ। मैले चाहिँ यही युज गरेको छु यो पालिलाई। अनि मैले चाहिँ माइक्रो न्युट्रिएन्टहरू सबै एक ठाउँमा मिक्स गरेर सजिलो हुन्छ नि त हाल्नलाई। त्यसपछि मलहरू भर्मी हो युज गर्ने चाहिँ यसरी नालीमा सबै मल डिएपी पोटास भर्मी अनि माइक्रो न्युट्रिएन्ट्स युज गरेर म चाहिँ प्लान्टेसन गर्छु। मल हालेर सकिसकेपछि चाहिँ हामीले मल्चिङ सुरु गऱ्यौँ आजको। र मल्चिङ सकिसकेपछि दिदीहरूले चाहिँ बिरुवा रोप्नलाई पाल पार्नुभयो र सँगसँगै मैले पनि पहिलो बिरुवा रोपेँ। अनि त्यसपछि बिरुवा रोपिसकेपछि हाम्रो फार्म चाहिँ यस्तो देखियो। सम्बन्धी भिडियो हेर्न मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला है।